गणेश ग्याप्सन युट्युब च्यानल हेरेर बस्नुहुने तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत छ। म गणेश ग्याप्सन आज पनि नयाँ अपडेट लिएर उपस्थित भइसकेको छु। आज भने कुकुर सम्बन्धी रोचक जानकारी लिएर उपस्थित भएको छु। तपाईहरूलाई लाग्न सक्छ कुकुर सम्बन्धी जानकारी पनि के लिएर आयो होला, तर यो एकदम रोचक रहेको छ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र भिडियो मन परे लाइक, शेयर अनि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हाम्रो समाजमा बोलीचालीको भाषामा प्रयोग हुने शब्द हो कुकुरले नपाउनु दुःख पायो। तर संसारको एउटा सुन्दर देश जापानमा भने सबैलाई यो महसुस हुन्छ कि वाउ, जिन्दगी भनेको त कुकुरको जस्तो होस्। हो, साँच्चै जापानमा सबै मानिसहरूले कुकुरलाई मानिस सरह तुलना गर्छन्। जापानिज नागरिकहरू कुकुरलाई एउटा परिवारको सदस्यको रूपमा लिने गर्छन्। जापानमा कुकुर सम्बन्धी एउटा पुरानो चर्चित कथा छ। सायद तपाईहरू कतिपयलाई यो कथा थाहा भएको हुन सक्छ। हाचिको नामको एउटा कुकुर सन् 1923मा जापानको आकिता प्रिफेक्चरको ओडाटेमा जन्मिएको थियो। सन् 1924मा टोकियो इम्पेरियल युनिभर्सिटीको कृषि विभागका प्राध्यापक हिदेसाबुरो उएनोले हाचिकोलाई घरपालुवा जनावरको रूपमा टोकियोको शिबुया भन्ने ठाउँमा लिएर पालेका थिए। प्राध्यापक हिदेसाबुरो दैनिक काममा जाने आउने गर्थे। हाचीको प्रत्येक दिन मालिक कामबाट फर्किने समय नजिकैको शिबुया स्टेसनमा आफ्नो मालिकलाई स्वागत गर्न घरबाट निस्कन्थे। सन् 1925मा आफ्नो मालिक प्राध्यापक हिदेसाबुरो कक्षामा पढाउँदै गर्दा अचानक मस्तिष्क रक्तस्राव भई मृत्यु हुन्छ। हाचीकोले पर्खिरहेको रेल स्टेसनमा उनी कहिल्यै फर्किँदैन। तर ती हाचीकोले आफ्नो मालिक फर्किने पर्खाइमा प्रत्येक दिन गनेर शिबुया स्टेसनमा 9 वर्ष 9 महिना 15 दिनसम्म बिताएका थिए। मालिक आउने समयमा हरेक दिन हाचीको स्टेसनमा आएकै हुन्थे। बारम्बार स्टेसनमा पर्खिरहेको देखेर अन्य मानिसहरूको पनि ध्यान आकर्षित भयो। शिबुया रेलवे स्टेसनमा बारम्बार आउने धेरै मानिसहरूले हाचीको र उनका मालिक प्राध्यापक हिदेसाबुरो उएनोलाई हरेक दिन सँगै देखेका थिए। सन् 1932मा आसाही शिम्बुनमा उनको बारेमा पहिलो पटक लेख प्रकाशित भएपछि मानिसहरूले उनको प्रतीक्षाको समयमा उनलाई खाना लिएर आउन थालेका थिए। मालिक प्राध्यापक हिदेसाबुरोका एक विद्यार्थी हिरोकिची साइतो, जसले आगिता नस्लमा विशेषज्ञता विकास गरेका थिए, उनले स्टेसनमा कुकुरलाई देखेर उनलाई पछ्याउँदै हिदेसाबुरोका पूर्व माली कोजाबुरो कोबायासीको घर गएका थिए, जहाँ उनले हाचिकोको जीवनको इतिहास सिकेका थिए। विद्यार्थी हिरोकिची साइतो हाचिकोलाई भेट्न बारम्बार जाने गर्थे। वर्षौंको दौरानमा उनले कुकुरको उल्लेखनीय वफादारीको बारेमा धेरै लेखहरू प्रकाशित गरे। सन् 1932मा आसाही शिम्बुनमा प्रकाशित उनको एउटा लेखले कुकुरलाई राष्ट्रिय चर्चामा ल्याएको थियो। अहिले हाचिकोको नाम अन्तर्राष्ट्रिय रूपमा पनि चर्चामा रहेको छ। आफ्नो मालिकको स्मृति प्रतिको उनको वफादारीले जापानका मानिसहरूलाई पारिवारिक वफादारीको भावनाको रूपमा प्रभावित गर्यो, जसको फलस्वरूप जापानमा अधिकांश सबैले अहिले पनि प्राप्त गर्न प्रयास गरिरहेका छन्। शिक्षक र अभिभावकहरूले पनि हाचिकोको जागरणलाई बच्चाहरूले अनुसरण गर्नको लागि उदाहरणको रूपमा प्रयोग गरे। तेरु एन्डोले कुकुरको मूर्तिकला प्रस्तुत गरेका थिए। फलस्वरूप देशभरि हाचिकोसँगको नयाँ जागरुकता बढ्न गयो। अन्ततः हाचिकोको वफादारी विशेष गरी सम्राटहरूको व्यक्तित्व र संस्थाप्रति वफादारीको राष्ट्रिय प्रतीक बन्यो। यो फोटो हाचिकोको मृत्यु हुनु 1 वर्ष अघिको फोटो रहेको जापानी मिडियाले जनाएको छ। र अर्को यो फोटो हाचिकोको मूर्तिसँगै रहेको फोटो।
जुन मूर्ति अझैसम्म टोकियोको शिबुया स्टेसन नजिक रहेको छ। उक्त फोटो हाचीको मृत्यु हुनुभन्दा 11 महिना अघि खिचिएको भनिएको छ। हाचीको जन्मिएको पनि 101 वर्ष पुगिसकेको छ। हाचीको मृत्यु सन् 1935मा भएको थियो। हो साँच्चै जापानिजहरूले यही हाचीको कथाको प्रभावले पनि हुनसक्छ कुकुरलाई यति धेरै माया गरेर पालेका हुन्छन् कि तपाईँ हामी जो कोहीले देख्यो भने पक्कै पनि अचम्ममा पर्नेछौँ। प्राय प्रत्येक घरमा एउटा कुकुर हुन्छ। प्रत्येक कुकुरको नाम हुन्छ, नामले बोलाइन्छ। दिनमा 3 पटकसम्म बाहिर घुमाउन लगेको हुन्छ। जापानको एउटा नियम चाहिँ धेरै राम्रो लाग्छ। बाहिर घुमाउँदा कुकुरलाई एक्लै छाड्न नपाइने, दिशा गरे उठाएर घरसम्म लानुपर्ने। कुकुरको लागि खाना छुट्टै हुन्छ, छुट्टै परिकार बनाएर खुवाउँछ। कसैले 5-6 वटासम्म कुकुरहरू घरमा पालेका हुन्छन्। जापानमा कुकुरको प्रजाति अनुसार मूल्य निर्धारण गरिएको हुन्छ। एउटा कुकुरको 50,000 येनदेखि 3 लाख येनसम्म पर्ने गर्दछ। जब कुकुरको मृत्यु हुन्छ, जापानिजहरू मानिस रहनै कुकुरलाई फूल चढाएर अन्त्येष्टि गर्छन्। परिवारको सदस्य घटेको ठान्छन्। जापानिजहरू धेरै रुन्छन् पनि। यो कुनै भावनात्मक कुरा होइन, आफैले देखेको कुरा आज मैले यहाँ तपाईँहरू समक्ष राखेको छु। त्यसैले त भनेको हो, जिन्दगी होस् त जापानमा भएको कुकुरको जस्तो। तर विडम्बना भन्नुपर्छ, हाम्रो देशमा कुकुरलाई माया गर्नु त परेको कुरा, बाइकमा बाँडेर घिसार्दै लानेहरू पनि देखिन्छन्, भेटिन्छन् हाम्रो नेपालमा। हो, नेपालमा पनि कुकुरलाई माया गर्नेहरू, कुकुरलाई माया गरेर पाल्नेहरू पनि धेरै हुनुहुन्छ। तर यस्ता घटनाहरू पनि देख्न पर्ने हुन्छ हामीले। यो घटना कहिल्यै देख्न नपरोस् भन्ने घटनाहरू, जनावर होस् चाहे जे होस्, आफूले पालेपछि त्यसलाई हेरविचार गरौँ, राम्रोसँग पालौँ, माया गरौँ। जापानिज नागरिकहरूले गरे जस्तै गरेर पालौँ, सडकमा छाडा नछोडौँ, यही भन्न चाहन्छु। हवस् त, नमस्कार। नेपाली लोकदोहोरी गीतहरूसँगै विभिन्न जानकारीमूलक भिडियोहरू हेर्नको लागि गणेश क्याप्सन युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।